सब्स्क्राइब गर्नुहोस् नेपाली टेक 24 युट्युब च्यानल र बेल आइकन दबाउनुहोस् लेटेस्ट टेक्नोलोजी भिडियो सबभन्दा पहिला देख्नको लागि। नमस्कार, तपाईहरुलाई हार्दिक स्वागत छ नेपाली टेक 24 युट्युब च्यानलमा। कुलप्याड यो सन् 1993 मा चाइनामा स्थापना भएको एक इलेक्ट्रोनिक्स कम्पनी हो। यसको हेडक्वार्टर चाइनाको शेन्जियानमा रहेको छ भने यो चाइनाको एक सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी मध्ये एक हो र कुलप्याडले पछिल्लो समय आफ्ना स्मार्टफोनहरू नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ। र आज हामी यो भिडियोमा कुरा गर्नेछौँ नेपालमा पाइने कुलप्याडका केही स्मार्टफोन र तिनीहरूको लेटेस्ट नेपाली प्राइस। आउनुहोस् भिडियो सुरु गरौँ। एक नम्बरमा रहेको छ कुलप्याड कुल N7 प्लस। यो नेपालमा 4GB र्याम 64GB आन्तरिक क्षमताको साथमा उपलब्ध छ। यसको नेपाली प्राइस 15,299 रुपियाँ पर्दछ। त्यसैगरी 2 नम्बरमा रहेको छ कुलप्याड कुल 10। यसको नेपाली प्राइस 16,595 रुपियाँ रहेको छ। यो पनि नेपालमा 4GB र्याम 64GB आन्तरिक क्षमताको साथमा उपलब्ध छ। त्यसैगरी 3 नम्बरमा रहेको छ कुलप्याड कुल X। यसको नेपाली प्राइस 17,999 रुपियाँ पर्दछ। यो फोन पनि नेपालमा 4GB र्याम 64GB आन्तरिक क्षमताको साथमा उपलब्ध छ। त्यसैगरी 4 नम्बरमा रहेको छ कुलप्याड कुल S। यो नेपालमा 4GB र्याम 128GB आन्तरिक क्षमताको साथमा उपलब्ध छ। यसको नेपाली प्राइस 22,595 रुपियाँ पर्दछ। त्यसैगरी अन्तिममा रहेको छ कुलप्याड कुल 6। यो फोन नेपालमा 6GB र्याम 128GB आन्तरिक क्षमताको साथमा उपलब्ध छ। यसको नेपाली प्राइस 26,495 रुपियाँ पर्दछ। यिनीहरू थिए नेपालमा पाइने कुलप्याडका केही स्मार्टफोन र तिनीहरूको लेटेस्ट नेपाली प्राइस। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव वा प्रतिक्रिया भए कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो लाइक, शेयर र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाई हामीले हाम्रो फेसबुक, ट्विटर र इन्स्टाग्राममा पनि लाइक र फलो गर्न सक्नुहुन्छ, जसको लिंक तल डिस्क्रिप्सनमा दिइएको छ। हामी मिल्नेछौँ अर्को भिडियोमा। तबसम्मको लागि गुड बाई।